मन्त्री हेलिकप्टर लिएर घुम्न जाँदैन। मन्त्रीको सातो त्यतिखेर सुरक्षा निकाय कर्मचारीहरू नेपाल गभर्मेन्ट त्यो ठाउँमा गएर रेस्पोन्ड गर्छ र नागरिकलाई बचाउँछ। त्यसको लागि हेलिकप्टर युज हुन्छ, कसैको भ्रमणको लागि युज हुँदैन। एन्ड टोटली क्लोज कुनै कुरामा यस्तो मन्त्री गएर त्यहाँ निरीक्षण गर्ने कामहरूमा हैन यस्तो कुरामा गर्नु पर्दैन। इफ इन केस नेसेसरी छ भने त्यतिखेरबाट सुरक्षा निकायसँगै जान्छ, तर उसको स्वकीय सचिव उसको आफ्नो आसेपासीहरू लिएर कोही पनि मन्त्री जाँदैन। अबदेखि रेस्पोन्ड गर्न, त्यहाँ निरीक्षण गरेर आँखाले निरीक्षण गर्ने होइन, टिमले काम गर्ने हो। बरु त्यहाँ 2-4 जना सुरक्षा निकाय पठाउन सक्यौँ भने त्यो ठाउँमा अझै इम्प्याक्ट राम्रो पर्छ। रेस्पोन्ड भनेको जति फास्ट हामीले गर्नु सक्यौँ त्यति हामीले हाम्रो नागरिकहरूको ज्यान धनको सुरक्षा गर्न सक्छौँ। इट्स अबाउट द रेस्पोन्स टाइम। जति फास्ट रेस्पोन्ड गर्न सक्यौँ त्यति नै हाम्रो इफेक्टिभनेसमा क्वेसन आउँदैन हैन। त्यही भएर यो जति कुरा तपाईँहरूले यसमा राख्नु भएको छ, वी अलरेडी हेभ अल द डेटाज। यसलाई डिजिटलाइजेसन मात्रै गर्नुपर्ने मैले देखिरहेको छु। यहाँ समस्या केही छैन। सो यसपालिको डिजास्टर केही भइहाल्यो भने इट्स आवर रेस्पोन्सिबिलिटी। हाम्रो टाउकोमा हो त्यो चाहिँ हामीले बुझ्नुपर्छ। त्यो मान्छेको ज्यान र त्यो मान्छेको परिवारलाई केही भएको खण्डमा चाहिँ हामीले राम्रो काम नगरेर हुनसक्छ, हाम्रो लापरवाहीले हुनसक्छ। त्यसलाई ध्यान दिएर यसपालि काम गर्नु होला। थ्याङ्क यू भेरी मच एभ्री वान। अनि तपाईँहरूले जसरी सहयोग गर्नु भएको रहेछ हाम्रो को लिडहरूले हैन, थ्याङ्क यू सो मच। तपाईँहरू जसरी सपोर्ट गर्नु भएको रहेछ नेपाल गभर्मेन्टलाई, आई वुड लाइक टु रिक्वेस्ट एभ्री वान टु सपोर्ट दिस गभर्मेन्ट। एट द सेम टाइम आई अन्डरस्ट्यान्ड कतिजनाको अब तपाईँको यो एक्सपिरियन्स नहोला हामीसँग काम गर्ने। हामी एउटा एकदमै फास्ट स्पिडमा हामीले काम गरिरहेको छौँ। कति हाम्रो बोली नमन पर्ला, कतिजना हाम्रो तौर तरिका मन नपर्ला, तर जति पनि यो सरकारले तपाईँले बोलेको छ, यो सरकारले कहिले पनि आफ्नो लागि बोलेको छैन, आफ्नो जनताको लागि मात्र बोलेको छ। धेरै धेरै धन्यवाद।